यो मेरो भाग्य हो। मेरो लाइफमा धेरै मैले पाएँ तर यो मेरो भाग्यको ध्यान सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलबाट चलचित्र विकास बोर्डको आयोजनामा भएको कार्यक्रममा सम्मानित हुनुभएको छ। पहिला यो अनुभव सेयर गरिदिनु, कस्तो अनुभव भयो? यो जिन्दगीमा मैले बिर्सन सक्दिनँ, किनभनेदेखि जुन किसिमले हाम्रो सञ्चार मन्त्रीजीले जुन आज उहाँले हाम्रो सम्मानभन्दा पनि जुन हाम्रो फिल्मको लागि हाम्रो लागि जुन उहाँले भन्नुभयो आजसम्म कसैले भनेको थिएन। मलाई याद छ पञ्चायतकालमा हाम्रो कमल थापा दाले भन्नुभएको थियो। कमल थापा दाले हामी बिर्सिनु हुँदैन शब्दहरू र उहाँले जुन गर्नुभएको थियो। तर आज मैले विश्वास पनि गरेको थिएन, थाहा पनि थिएन जुन यसरी पनि हुन्छ भन्ने कुरो। आज उहाँले भन्नुभयो म 6 महिनाको लागेको 1 महिना मेरो गइसक्यो, अब मसँग 5 महिना छ, 5 महिनामा जे जति म गर्छु म गर्न तयार छु र गरिदिएछु भन्ने कुरो जुन उहाँले भन्नुभयो। हामीलाई के लाग्छ भनेदेखि गर्ने मान्छेले 5 महिना पनि गर्छ। जुन उहाँले आज गर्नुभयो, जुन उहाँले स्टेप लिनुभयो, सुरु भइसक्यो, यो बहुत फास्ट गर्नुभयो। यस्तो मन्त्रीहरू हाम्रो नेपालमा एकदम जरुरी छ। सबै प्राइम मिनिस्टरदेखि लिएर मन्त्रीदेखि लिएर सबै यस्तो मन्त्री भयो भने, यस्तो सोचको भयो भने हाम्रो देश कहाँ पुग्छ। भनेको अहिले अन्तरिम सरकारको मन्त्री परिषद जुन रहेको छ, कुलमान महावीरहरू, योबाट दाइलाई पनि चित्त बुझ्दो मन्त्रीमण्डल चाहिँ बल्ल देख्न पाइयो भन्ने हो। म एउटै भन्छु, सञ्चार मन्त्रीको कुरा गर्दैछु म है। मलाई पोलिटिक्स गर्न आउँदैन, म पोलिटिसियन पनि होइन, म कलाकार हो। जसले गर्नुभयो उहाँको विषयमा म कुरा गर्दैछु। म आज संसारमा जुन उहाँले एउटा भूकम्प ल्याउनु भयो, मैले पनि त 42 वर्ष भएपछि नि काम गरेको होइन, मैले तपाईँलाई पनि भने नि। तर खोइ त के भयो, आज हुन्छ भोलि हुन्छ, मन्त्री चेन्ज हुन्छ, त्यो बेला पनि भयो। कुरा गर्दाखेरि मन्त्रीले गर्छ भन्छ, आज गर्ला भन्छ, मन्त्री हुन्छ 6 महिनामा, कहिले 2 वर्षमा चेन्ज। तर आज उहाँको 5 महिनामा पनि 6 महिनामा पनि उहाँले जुन अस्ति हामीलाई बोलाउनु भयो उहाँले र कार्य सुरु गर्नुभयो भने यस्तो सानो अवधि पनि उहाँले जुन गर्नुभयो, बहुत हामीलाई बहुत आशा लागेको छ। अब केही हुन्छ भनेको हामी सम्पूर्ण लिएको छौँ अहिले।